सुदूरपश्चिम चाहिँ क्रिकेटमा चाहिँ चिनिएको प्रदेश हो। यसले थुप्रै राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरेको छ र खेल चाहिँ एउटा खेल मात्रै नभएर एउटा भावना पनि हुन्छ। मान्छेले खेलसँग चाहिँ सबै मान्छेहरू जोडिन्छ, कुनै जात जाति धर्म भाषा त्यसपछि राजनीति केही पनि नजोडिने भएको हुनाले यसलाई चाहिँ हामीले एकताबद्ध गर्ने र यो चाहिँ इन्डिपेन्डेन्ट इन्टिटी जस्तो भएको हुनाले म चाहिँ यसलाई चाहिँ प्रायोरिटीमा राखेर यहाँ आएको होइन, पहल गर्ने हो। यसको लागि यसलाई बनाउन मूर्त रूप दिन पहल गर्ने हो। पक्कै पनि यसलाई चाहिँ यो प्रायोरिटीमै रहन्छ। सर्वप्रथम त निर्वाचन जिते लगत्तै खाप्ला अन्तर्राष्ट्रिय रङ्गशाला तथा खेल ग्रामलाई महत्त्व दिँदै आफ्नो पहिलो भिजिटको रूपमा यहाँ आइदिनु भएकोमा उहाँलाई धन्यवाद दिन चाहन्छु। हिजोको दिनमा पनि सरकार अनस्टेबल हुँदाखेरि पनि हामीले सरकारबाट महत्त्वपूर्ण साथ पायौँ। भनौँ जग्गा प्राप्ति डिपिआर र यही असार 2082मा EIA पनि सम्पन्न भइसकेको छ र अब अहिले जुन किसिमको माहौल छ र एउटा स्टेबल सरकार आउने सम्भावना छ। त्यसले गर्दा हामी अझै होपफुल भएका छौँ र यो सुदूरपश्चिमको लागि मात्र नभएर देशको लागि नै एउटा गेम चेन्जर प्रोजेक्ट हुनाले चाहिँ उहाँले महत्त्वपूर्ण रूपमा यसलाई अगाडि बढाएर समयमा काम सम्पन्न गरेर यहाँ नेपालको अन्तर्राष्ट्रिय गेम गर्ने सपना पनि हामी नजिक छौँ जस्तो लाग्छ।